सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज हामी चाहिँ अन द स्पोट हाइकिङ जाने प्लान भएको छ। अब हामी हाइकिङ चाहिँ कहाँ जाने भन्दाखेरि परको डाँडामा है, यो डाँडामा चाहिँ हामी अब जानेछौँ। मसँग चाहिँ अब को जानुहुन्छ भन्दाखेरि भेना हुनुहुन्छ, भान्जी हुनुहुन्छ, अनि दाइ चाहिँ यता है। हेलो गाइज वेलकम ब्याक टु माई बाइकको च्यानल। डु Yes. सब्सक्राइब हिम है त। ल अब हामी चाहिँ सिधै बाटोमा भेट्नेछौँ है त। ल गाइज हामी चाहिँ अब यो पुलमा आइसकेको छौँ। यहाँ चाहिँ यहाँ अब हाम्रो भेना अगाडि भान्जी हाम्रो दाइ चाहिँ चकचकै हुनुहुन्छ एकदमै होइन, पुल हल्लाउँदै हिँड्दै हुनुहुन्छ। अब हामी जाने भने चाहिँ माथि माथि हो होइन। हाम्रो हाइकिङ ग्याङ भेनालाई वेलकम छ है भ्लगमा। यता हाम्रो भान्जी। ल यस्तो छ बाटो चाहिँ। सो अब हामी चाहिँ यो बाटो यताबाट यो बाटो छोडेर यता सर्टकट बाटोतिर लाग्दैछौँ। अब यो सर्टकट बाटो हुँदै माथि जानेछौँ। यस्तै छ, सबैजना बिस्तारै जानेछौँ हामी। ल अब चाहिँ हाम्रो बाटो यो हुनेछ, यता सर्टकट बाटो हुन्छ। यति आइदिनु हाल्दा त्यस्तो भइसक्यो। यो बाटो हुँदै जानेछौँ। बाटो चाहिँ यस्तै छ। भरे चाहिँ निन्द्रा चाहिँ मस्त लाग्छ। हाम्रो हालत चाहिँ यस्तो भइसकेको छ। सबैजना सेलेक्टकै माथि जानु सकिन्छ। Let's go. So guys, हामी निस्किसक्यौँ। हाम्रो दौरान गाइज हामी चाहिँ चिन्डे डाँडा आइसकेका छौँ। वेलकम टु चिन्डे डाँडा। अब हामी चाहिँ आइपुग्नु लागेको छौँ। माथिको चाहिँ मान्छे भएको डाँडा हो होइन। अब हाम्रो बाटो चाहिँ यताबाट सिधै माथि होइन। हाम्रो भान्जी yes you can do it. आइसकेको छौँ। अब यहाँबाट अलिकति मात्र छ। अलिकति छ होइन अब स्टुडियम होइन। यस हाम्रो यो नहिँड्ने मान्छेलाई चाहिँ भाइ लास गाह्रो गाह्रो छ।
फाइनली आइपुग्नु लाग्यो। सो हामी चाहिँ चिनेर आइसकेको छौँ। सो फाइनली गाइज हामी चाहिँ माथि आइसकेको छौँ। यहाँबाट हाम्रो धरानको भ्यू चाहिँ यस्तो छ है त। हाम्रो धरान सहर परको चाहिँ कोसी देखेको छ। अब हामी चाहिँ यहाँ खाजा खाने ठाउँमा आइसकेको छौँ। तलबाट आइपुग्दा चाहिँ सेलेक्टै भइसकेको छ। अब यहाँ टन्न खाजा खाएर हामी तलतिर झर्ने हो। यो आयो थुक्पा आयो। सो अब हामी चाहिँ बिस्तारै धरानतर्फ झर्दैछौँ। चिने डाँडामा आइएर खाजाहरू खायौँ अनि रमाइलो गऱ्यौँ। एकछिन भयो भने अब यहाँबाट चाहिँ तल झर्नेछौँ हामी। अहिलेको चाहिँ यस्तो छ भ्यू। परको कोसी, यो चाहिँ हाम्रो धरान सहर। हामी चाहिँ माथिबाट फर्किँदै गरेको। अहिलेको हिँडाइ चाहिँ यस्तो भएको छ। हामी चाहिँ चिने डाँडाबाट तलतिर झर्दैछौँ। पछाडिको दादा, पछाडि भेना, यता भान्जी। उता हाम्रो भान्जी। यतिको स्ट्रगल चाहिँ चाहिन्छ है गाइज। सो गाइज हामी चाहिँ अब हाइकिङ सकेर घरतर्फ लाग्दैछौँ। आई होप कि सबैजनाले मन पराइदिनु भयो। आजलाई यति नै। फेरि भेटौँला है त अर्को भ्लगमा।